नेपाल प्रिमियर लिगको एकदमै महत्त्वपूर्ण एलिमिनेटर खेलको कुरा गरौँ। काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बीचको यो भिडन्तमा एउटै गल्तीले उपाधिको सपना चकनाचुर हुन सक्थ्यो। यो त गर या मरको स्थिति थियो, होइन त? हार्ने टिमको लागि प्रतियोगिताको यात्रा यहीँ सकिन्थ्यो। आउनुहोस् यो रोमाञ्चक खेललाई नजिकबाट हेरौँ। ल, खेलको सेटअप यस्तो थियो। नेपाल प्रिमियर लिगको एलिमिनेटर। काठमाडौँ गोर्खाजले टस जित्यो र उनीहरूले एउटा यस्तो निर्णय लिए जसले सायद पुरै खेलको कथा नै लेखिदियो। पहिले ब्याटिङ रोजे। अब लागौँ काठमाडौँको इनिङ्सतर्फ र हेरौँ कसरी उनीहरूको यो निर्णय एउटा ठूलो गल्ती साबित भयो। यो हेर्नुस् त, इनिङ्सको कथा यही छर्लाङ्ग हुन्छ। के भन्नु, खेल सुरु भएको 4 ओभर भित्रैमा त काठमाडौँका 4 मुख्य ब्याट्सम्यान आउट भइसकेका थिए। स्कोरबोर्डमा जम्मा 16 रन थियो। कस्तो सुरुवात! र यो सुरुवाती झट्का दिने मुख्य बलर थिए 2 जना, शेर मल्ल र रुबेन ट्रम्पेलम्यान। उनीहरू दुवैले 2-2 विकेट लिएर काठमाडौँको ब्याटिङको मेरुदण्ड नै भाँचिदिए। अनि दबाव कम हुने त कुरै थिएन। लुम्बिनीका बलरहरूले लगातार आक्रमण जारी राखे र काठमाडौँलाई कुनै पनि साझेदारी बनाउने मौका नै दिएनन्। हो, अनि यहाँ रोचक कुरा के छ भने मध्यक्रमलाई ध्वस्त पार्ने काम गरे खुद कप्तान रोहित पौडेलले। उनले एकपछि अर्को गर्दै 3वटा महत्त्वपूर्ण विकेट लिएर काठमाडौँलाई उठ्नै नसक्ने बनाइदिए। त्यसको नतिजा के भयो त? काठमाडौँ जम्मा 111 रनमा अल आउट भयो। अब टी20को यस्तो नकआउट खेलमा यति कम स्कोर बनाएपछि जित्न त लगभग असम्भव नै हुन्छ, होइन र? त्यसो भए लुम्बिनी लायन्सको यो शानदार बलिङको पछाडि नायक को थिए त? कसले रच्यो काठमाडौँको यो पतनको कथा? खासमा एक बलरको प्रदर्शन त यस्तो थियो जसले एक्लै खेलको नक्सा नै परिवर्तन गरिदियो। र उनी थिए शेर मल्ल। आफ्नो त्यही उत्कृष्ट प्रदर्शनको लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए, जुन एकदमै स्वाभाविक थियो। तर मल्ल एक्लैले मात्रै यो सम्भव बनाएका भने होइनन्। यो एक टिम एफर्ट थियो। कप्तान रोहित पौडेलले पनि 3 विकेट लिएर उत्तिकै महत्त्वपूर्ण भूमिका निभाए अनि ट्रम्पेलम्यानको 2 विकेटलाई पनि बिर्सन मिल्दैन। ल, अब पालो लुम्बिनीको ब्याटिङको। हेरौँ उनीहरूले यो सानो लक्ष्यलाई कसरी पछ्याए। लक्ष्य सानो भए पनि चेस त्यति सजिलो भने भएन। सुरुमा डीआरसी शटले राम्रो सुरुवात त दिलाए, तर बीचबीचमा विकेट झर्दा काठमाडौँले खेलमा फर्किने आशा पनि देखायो। तर सन्दीप जोरा र निरोशन डिक्वेला जस्ता ब्याट्समनको योगदानले लुम्बिनीलाई जिततर्फ डोर्याइरह्यो। यहाँ 2 इनिङ्सको प्रदर्शनमा आकाश जमिनको फरक देख्न सकिन्छ। एकातिर काठमाडौँ 19.1 ओभरमा 111 रनमा अल आउट भयो, अर्कोतिर लुम्बिनीले 17.4 ओभरमा नै लक्ष्य भेटायो, त्यो पनि 13 बल बाँकी छँदै। र अन्तिम नतिजा, लुम्बिनी लायन्स 4 विकेटले विजयी भयो। यो जितसँगै उनीहरूले प्रतियोगिताको अर्को चरणमा आफ्नो ठाउँ पक्का गरे। अब प्रश्न उठ्छ, यो नतिजाको मतलब के हो त? दुवै टिम र प्रतियोगिताको लागि अब अगाडिको बाटो कस्तो छ? यो एकदमै सिधा छ। काठमाडौँ गोर्खाजको नेपाल प्रिमियर लिगको यात्रा यहीँ समाप्त भयो। अर्कोतिर लुम्बिनी लायन्स अझै एक दिन मैदानमा लड्नका लागि जीवित छ। र यो जितले अब अर्को ठूलो खेलको सिनारियो सेट गरेको छ। त्यो हो क्वालिफायर 2, जहाँ लुम्बिनीको भिडन्त हुनेछ अर्को बलियो टिम विराटनगर किङ्ससँग। अब त दाउ झनै ठूलो छ, किनकि यो क्वालिफायर 2 को विजेताले सिधै ग्रान्ड फाइनलमा ठाउँ बनाउनेछ, जहाँ उपाधिका लागि उनीहरूको सामना सुदूरपश्चिम रोयलसँग हुनेछ। यसले हामीलाई एउटा अन्तिम र महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। के लुम्बिनीले आफ्नो यो शानदार प्रदर्शनलाई कायम राख्दै विराटनगरलाई पनि पन्छाएर फाइनलसम्मको यात्रा तय गर्न सक्ला? अब सबैको नजर त्यही क्वालिफायर 2 मा हुनेछ।